लडेको यतै कता होइन यहाँ होइन होला तल तपाईँहरूलाई थाहा छ गाइज एकचोटि होइन कञ्चन र म बेलुकाखेरि यहाँ घुम्न आएको थिएँ कि 1 वर्ष अगाडि अनि के भयो भने होइन कहिलेकाहीँ त्यस्तो हुँदो रहेछ कि मलाई थाहा पनि थिएन कि मैले लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स गरेको होइन अनि आफ्नो पारामा स्कुटी चलाइरहेको थिएँ होइन अनि एकैचोटि मेरो आँखा अगाडिको यस्तो झ्याप्प पुरा त्यो कालो हुन्छ नि केले आँखा छोप्दे जस्तो भयो कि अनि म त होइन स्कुटी त ग्वामलाङ्गै लाएर योवाला नालीमा छिर्यो तर थ्याङ्क गड कञ्चन र मलाई चाहिँ केही भएन होइन कञ्चन र मलाई चाहिँ केही भएन अनि स्कुटी चाहिँ लड्यो जस खस्यो क्या आधी जस्तै पुरा यो नाली त ठुलो छ नि त यहाँको अनि आधी जस्तो नै गयो अब दुईजना होइन उचाल्न नसकेर फेरि अनि यताको साइडबाट चाहिँ अनि मान्छेहरू आइराख्नु भएको थियो कि अनि हामीले चाहिँ हेल्प माग्यौँ मेरो स्कुटी हेर्नु न छिर्यो भने त्यो मान्छेहरू हाँस्यो कि कसरी छिर्यो हजुरको स्कुटी यहाँभित्र यसरी के भन्छ भनेर भन्दै हुनुहुन्थ्यो खोइ अब यस्तो भयो आँखा अगाडि के आएर जस्तो भयो छिर्यो प्लिज हेल्प गरिदिनु न भने उहाँले गरिदिनु भयो दुईजनाले होइन अनि तर डर लाग्यो कि अनि कहिले त्यस्तो हुँदैन नि त अनि हामी त्यही आधी बाटोबाट फर्केर गयौँ हजुरहरू कसैको लाइफमा त्यस्तो एक्सपिरियन्स चाहिँ भएछ कि छैन होइन मेरो चाहिँ फर्स्ट टाइम थियो कि अनि हामीलाई अलिकति ठिक लागेन अनि ल फर्केर जाउँ ल भनेर अनि हामी फर्केर गयौँ त्यहीँबाट त्यही हो यहाँको एउटा ब्याड एक्सपिरियन्स भनेको चाहिँ नत्र भए त